सबभन्दा यहाँको बिगेस्ट ठुलो मुर्रा कुमार यसलाई पिपल भन्छ क्या है हाम्रोतिर पिपल गाइज वेलकम ब्याक टु आवर न्यू भिडियो किशोर कुमार युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। र आज हामी मलेसियामा फर्स्ट टाइम बल खेलेको हेर्न जाँदैछौँ। र हाम्रो यता कुमार सर हुनुहुन्छ। तपाईँ कहाँदेखि रे? लमजुङदेखि। लमजुङ तुर्लुङकोटदेखि हुनुहुन्छ। यहाँ कुमारजी हुनुहुन्छ। अब यतापट्टितिर फेरि हाम्रो मित्रहरू कहाँदेखि रे? चितवन होइन? चितवनदेखि उहाँ हाम्रो अब जस्तै हुनुभयो र चिन्नुभयो होला। सबैले चाहिँ चिन्नु होला मलाई। खानको जल्दो बल्दो हुनुहुन्छ। दुते पाउनु पर्यो है म चाहिँ। दुते पाउन अब यहाँको आजको फर्स्ट सर्ट हेर्नुपर्ने हुन्छ। अनि आज हाम्रो कहाँ रे तपाईँ घर? कपिल बस्तु है। कपिल बस्तुदेखि कपिल बस्तु 4 नम्बरबाट। र आज हामी मलेसियामा यो के भन्छ अरे भलिबल खेलेको हेर्न जाँदैछौँ। र सबैजनाले किशोर कुमार युट्युब च्यानलबाट भरे साँझ हेर्न सक्नुहुन्छ। 7 बजीतिर आउँछ यो भिडियो। सबैजनाले किशोर कुमार युट्युब च्यानल ट्याक्क सब्सक्राइब गर्नु होला। अब हामी यहाँनिर जेब्रा क्रसिङमा हेर्नु होला। अब हामी यहाँनिर जेब्रा क्रसिङमा आइपुगेका छौँ है। अब हेर्नु होला मलेसियाको भाइब्स यस्तो छ है। ए यो बेलामा भलिबल खेल्न जानलाको लागि चाहिँ एकजना साथीहरू भइसक्यो। अनि एकजना साथी छुट्नु भएको थियो। अनि उहाँलाई चाहिँ हामीले सर्ट जुम गरेर निकाल्दैछौँ है। नेपाली आउँदै हुनुहुन्छ उहाँ आइपुग्नु भएको छ है। यो उहाँ हुनुहुन्छ, उहाँ आउनुभएको छ। अनि उहाँलाई पनि लगेर हामी बल खेल्न जानुपर्ने हुन्छ। सबैजनाले चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यो भिडियो मन पराइदिनु हुन्छ। अनि आज मौसम फेरि एकदम राम्रो गरिरहेको छ कि होइन। मलेसियाको मौसम आज राम्रो छ। किनकि आज एकदम घुमफिर गर्ने लागेको छ मौसम। यो बाटो आउनु है। अनि यति बेलामा हाम्रो मिस्टर साथी आउँदै हुनुहुन्छ। हेलो सर, कहाँदेखि घर कता? र जान्छौँ होइन। फ्यान हो कि होइन? अहिले त आउनुहोस् प्लेयर हो भनेपछि तपाईँको खेल पनि आज हामीले हेर्नुपर्ने हुन्छ। म चाहिँ यस्तो टाइम पासको लागि चाहिँ आएको हो। मलाई त्यस्तो थाहा छैन नि त। अगाडिको मौसम यस्तो छ। र तपाईँहरूले सम्पूर्णले किशोर कुमार युट्युब च्यानलबाट भरे 7 बजी हेर्न सक्नुहुन्छ। सबैजनालाई धेरै धेरै धन्यवाद छ। हामी लगभग 3300 साथी कम्प्लिट भइसकेका छौँ है। यता पनि हाइवे छ, यता पनि हाइवे छ। यता चाहिँ हामी भाग्नुपर्ने हुन्छ किनकि ड्याङ्गार हान्दियो भने त सकिगयो नि यार होइन। त्यही नै हो, यस्तो छ है विदेश। यही नै हो विदेशी। र हामी 3300 साथी छौँ। 3700को पावर। अब हामी केही महिनामा 10,000 कम्प्लिट गराइदिउँ केटा हो। अनि सकिहाल्यो नि है त। सो गाइज फाइनली अब हामी चाहिँ यहाँ बल खेल्ने ठाउँमा आइपुग्यौँ। अब यहाँ हाम्रो सबभन्दा यहाँको बिगेस्ट ठुलो मुर्रा गोरु चाहिँ यहाँनिर छ। अब हेर्न सक्नुहुन्छ। अब हामीनिर अब यहाँनिर पुरै नेपालीहरूको चहलको पहल छ है। अब हेर्नु होला है त यस्तो छ। अब नेपाली गोरु अब यहाँनिर अब गोरु हेरौँ है त। यो कत्रो छ है। स्वाट पुरै यता हेर्न सक्नुहुन्छ। नेपालीहरू बल खेलिरहेका छन् है त। यति बेला हामी मैदानमा आइपुगेपछि साथी र म चाहिँ यसो घुमफिर हालिदिन आएका छौँ। र उतातिर पछाडि खेल भइरहेछ होइन। हामी चाहिँ यता छौँ। अब यतातिरको अवलोकन गर्छौँ। यतातिर के छ। ओ यहाँ त ऊ देख्यो त हेर्नु त कुमार। यसलाई पिपल भन्छ क्या है। हाम्रोतिर पिपल हो नि। यो पिपल यार पिपल भेटियो यहाँ। अनि यहाँनिरबाट रेल हिँड्छ। कतिजनाले हेर्नु भएको छ हेर्नु भएन होइन। उता चाहिँ यस्तो मेसिनहरू छ, यता छ यस्तो छ। जे होस् मलेसिया एकदम कस्तो छ तपाईँको नजरमा मलेसिया कस्तो छ? हाम्रो नेपाल हो, ठ्याक्कै नेपाल हो। तपाईँलाई यहाँको यसो अब मलेसियाको बारेमा जस्तै भन्नु पऱ्यो भने ल तपाईँले अब देश विदेश अब विदेशमा भएको मान्छे मलेसियामा भएको मान्छेलाई त ठिकै छ होइन। हाम्रो नेपालमा बस्नुहुने अथवा अन्य देशहरूमा बस्ने हुने नेपाली दाजुभाइलाई होइन
तपाईँले चाहिँ मलेसिया कस्तो छ भनेर कसैले सोध्यो इच्छुक जाग्यो भने तपाईँले कसरी भन्न चाहनुहुन्छ मलेसिया? मलेसिया अब ठ्याक्कै छोटमा भन्नुपर्दा चाहिँ नेपाल जस्तै हो, ठ्याक्कै हावापानी हजुर ठ्याक्कै नेपालको जस्तै। अनि तपाईँको यहाँ चाहिँ कहिले जाडो हुँदैन, साउदी कतार दुबईतिर जस्तो हजुर गर्मी हुने जाडो हुने चाहिँ हुँदैन है। हो है 12 महिना एउटै सिजन। अनि अरू मलेसियाका फाइदा बेफाइदाहरू? फाइदा के हुन्? फाइदा भनेको अब त्यही हावापानी राम्रो, नेपालसँग मिल्ने, नेपालले बस्न खानलाई त्यही नै हो फाइदा त। अनि बेफाइदा भनेको अब लुट्ने सुट्ने कुराहरू त अब यदि अब आफू सुरक्षित नभएपछि हुने कुरा हुन् होइन र? अब सीमित टोकिएको ठाउँभन्दा बाहिर जानु भएन होइन? हाम्रो त यहाँनिर पनि एउटा ठुलो पिपलको बुटो रहेछ है। ठुलै छ यो त यार। अनि हामी चाहिँ खानाले हेरिदिन सक्नुहुन्छ, हामी चाहिँ यस्तै गरेर भिडियो खिच्दै अब मलेसियाबाट रेगुलर अब दिने तयारी गर्नेछौँ। अब र हामी चाहिँ यही हो एकदम रेल देखेर चाहिँ एकदम खुसी भयो होइन? त्यही नै हो। अब अन्तिम समय हेरिदिनु होला साथीहरू। अब हामी एकछिन फेरि बल खेलेको देखाइन्छौँ है त। ओके अब यहाँ पानी पर्न लागिसक्यो। अनि पानी पर्न लागिसकेपछि आज गेम चाहिँ क्यान्सल हुने भयो। अनि आज हामी चाहिँ गेम नखेल्न पाउने भयौँ। अनि त्यसको ठिकै छ नि त अब होइन? अब त्यस्तै हो केटाहरू यता छन् होइन? सबैजनाले यो भिडियो आयो भने चाहिँ सब्सक्राइब गरिदिनु होला फटाफट। त्यही नै हो। यता चाहिँ यो अब सटाइराम है, यही यो ढाल्यो नि त है। युट्युब च्यानलमा सब्सक्राइब गर्नु पऱ्यो ड्याङ्की ड्याङ भन्ने मलाई लागिरहेको छ अहिले। बाटो अनि फेरि गाडी साडी आउनु ट्याङ टुङ पार्न सक्छ। पानी परिसक्यो केटा हो, पानी परिसक्यो मलेसियामा, पानी आइसक्यो। खेल्नु गेम पानी परिसक्यो अब्बर। अनि के छ त? अनि पानी पऱ्यो गर के हुनु हो बिन्दास बिन्दासी। अब यस्तै छ, अब रुमतिर जाने कार्यक्रम हाम्रो हुँदैछ। पानी परिसक्यो। अब सोच्यो आज खेल्न पाइएन होइन? तपाईँको सर्ट चाहिँ देखाउने मन थियो हाम्रो दर्शकबिन्दुहरू है। अब हामी भोलितिर देखाउँछौँ। अहिले चाहिँ अब यसको लागि धेरै धेरै सरी नै भन्न तयार छु तपाईँहरूलाई। यत्रो मिहिनेत गरेर आएको हेर्नु कन्डिसन चाहिँ है पुरै खोल्न बसेको थिएँ कि म त हान्नलाई। अनि त्यही नै हो। अब अन्तिमसम्म भिडियो हेरिदिनु होला। ओके थ्याङ्क्स फर वाचिङ। बाई 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 बाई। सब्सक्राइब ल।